कालिम्पोङ 43 नंबर समष्टि अंतर्गत समाबियोङ राई गांव में मनरेगा यानी महात्मा गांधी नेशनल रूरल एम्प्लॉयमेंट स्कीम में व्यापक रूप से धांधली का आरोप। यह आरोप स्थानीय लोगों ने लगाया और इसका घोर विरोध भी किया। जानकारी मिली कि उक्त मनरेगा काम में सुपरवाइजर हेमंत राय नामक व्यक्ति है और स्थानीय वासियों ने उन पर 100 दिन का कार्य ठीक ढंग से न होने और हाजिरी में धांधली करने का आरोप लगाया है। विकासमा किनभने यो ग्रहण चाहिँ नानीहरूको भविष्यको लागि हो, हामीले नानीहरूको भविष्यको लागि गरेको काम हो। तर यो नभएको कारणले गर्दा आज हामीलाई यसरी बाध्यता परेको कारणले गर्दा चाहिँ तपाईँहरूको माझमा हामी यसरी उठेर आएका छौँ। तपाईँहरूले यो खोजेर निकालिदिनुपर्छ भन्ने हाम्रो गाउँको समाजको हाम्रो निवेदन छ तपाईँहरूलाई। विशेष गरी यो जमिन कसले डोनेट गरेको अलिकति हामीलाई भाइ कस्तो प्रकारले तपाईँ के सोचेर तपाईँले डोनेट गर्नुभयो? यो चाहिँ स्वर्गीय कृष्णमाया राई, स्वर्गीय बुद्धिमाया राई जो चाहिँ हाम्रो बोजूहरू हुनुहुन्छ, हाम्रो परिवार र मेरो बडाले डोनेट गरेको हो। अनि यो चाहिँ हामीले समाजको लागि सार्वजनिकको लागि दिएको हो। यसमा दुःख लाग्दो कुरो चाहिँ यही भइरहेको छ, बोर्डमा लेखेको छ तर काम भएको छैन। 4 फेज काम आएको छ। यो आजभन्दा हामीले डोनेट चाहिँ 2012 मा गरेको यो, तर हामी पनि त्यसमा लागि पर्दाखेरि त्यति बेला यसको नक्सा कोरिने काम त त्यति बेलै भएको थियो। त्यो पनि 100 रुपियाँ 200 रुपियाँ उठाएर, तर त्योदेखि उपरान्त 4 फेज भयो, अहिलेसम्म काम भएको छैन राम्रो। तपाईँहरूको जस्तै यो कुन चाहिँ एजेन्सी भनौँ, कुन चाहिँ सुपरभाइजरले गरिरहेको छ काम? यो 100 डेजबाट भएको हो काम। हेमन्त राई चाहिँ सुपरभाइजर हुनुहुन्छ। अनि यहाँ लेखेको हेर्नुहुन्छ, प्रोटेक्सन वाल, लेबलिङ, फेन्सिङ अफ प्लेग्राउन्ड भनेको छ, तर हामीले यहाँ फेन्सिङ देखेको छैनौँ। 3,36,418 रुपियाँ मेटेरियल कस्ट आएको छ। त्यसमा तपाईँ हेर्नु सक्नुहुन्छ कि यहाँनिर यति नै हो, त्यो फेन्सिङको कुनै नाम छैन। हामीले यो सोद्धा पनि यो जस्ट लेखेको मात्रै हो भनेर भन्नुहुन्छ। तपाईँहरूले यो कुरा पञ्चायतमा भिडियोमा पुर्याउनु भयो कि भएन? हामी पञ्चायतसम्म त सोधेकै हौ कि मेटेरियल्समा यो त्यो कुरा लेखेको छ, फेन्सिङ लेखेको छ। पञ्चायतले पनि त्यो जस्ट लेखेको मात्रै हो भन्नु भयो। हामीलाई उचित यसको उहाँहरूले एउटा उत्तर दिनु भएन, यहाँ जस्ट लेखेको मात्रै हो। अन्त गभर्मेन्टले यो चाहिँ अब हाम्रो चाहिँ के छ भनेदेखि यो चाहिँ लेख्नै मात्रै हो कि त्यस्तै लेख्ने नै हो भनेदेखि हामीलाई किन आश देखायो? यो काम चाहिँ अब लेखेको मुताबिक हुनु हो भनेदेखि चाहिँ भएको छ। म पनि अब यहाँनिर गाउँमा त्यति साह्रो बस्दिनँ होइन, तर मलाई चाहिँ म सानोदेखि यही गाउँमा हुर्केको होइन। म के भन्न चाहन्छु भने हाम्रो पहिला यहाँनिर केही ठाउँहरू थिएन होइन। हामीलाई यहाँनिर अब गाउँमा धेरै युवाहरू हुन्छ, हामी होइन खेल्ने एउटा इच्छाहरू हुन्छ। त्यही कारणले चाहिँ हामी गाउँमा एउटा ग्राउन्ड बनाउने सोचेको थियौँ। 2012 मा जुन हामीले यो गाउँमा डोनेसन गरेर घरमा डोनेसन गरेर हामीले प्लान गर्यौँ कि यो गाउँमा पनि एउटा ग्राउन्ड बनाउने प्लान गऱ्यौँ हामीले, जसमा त्यो घर अघि नै बताइसक्नुभयो कि यहाँनिर एउटा डोनेसन दिनुभएको छ यहाँनिर कृष्णमाया क्लब। त्यही कारण हामी कृष्णमाया क्लब पनि राखेको छ यो गाउँको क्लबको नाम। यहाँनिर हामीले त्यसको 2012 मा हामी स्टार्ट गरेर यो ग्राउन्ड बनाउने। त्यस पश्चात हामी फेरि यहाँनिर जति पनि त्यसको बादमा हामीले अलिकति यहाँनिर त्यो पैसाले सानो ग्राउन्डहरू बनाएको थियौँ। त्यसको बादमा फेरि हामीले सोच्यौँ कि जति पनि यहाँ हाम्रो स्किमहरू आउँछ अहिले होइन, हाम्रो गाउँमा स्किमहरू आउँछ, 100 डेजहरू आउँछ, त्यो चाहिँ हामीले लाउने यहाँनिर हामीले एकदम उहाँलाई रिक्वेस्ट गरौँ। हाम्रो जति पनि यहाँ सुपरभाइजरहरू हुनुहुन्छ यहाँ रिक्वेस्ट गर्दाखेरि जति पनि अहिलेसम्म सुन्दाखेरि चाहिँ यहाँनिर हामीले तपाईँले देखिरहनु भएको छ 4टा स्किम आइसक्यो यहाँनिर, तर यहाँनिर केही हुन सकेको छैन। यत्रो ग्राउन्ड त यो भन्दा जस्ट सानो ग्राउन्ड त हामीले पहिला नै हामीले डोनेसन गरेर खनेर नै बनाइसकेको छौँ। यो भनेपछि 100 डेजले चाहिँ गरेको होइन यो? म त हजुर हामी त भन्नै सक्दैनौँ कि 100 डेजले बनाएको भने। हामीले पैसा उठाएर 100 डेजले चाहिँ के गर्यो त? 100 डेजले भन्छ कि यहाँनिर फेन्सिङ लायो भन्छ होइन, बोर्डमा देख्नुहुन्छ फेन्सिङ लायो भन्छ। यो फेन्सिङ देख्नु यो त डोनेट गरेको होइन, त्यसमा प्लम हालेको छ भन्छ होइन, स्लाइडको लागि यो त्यसको लागि अडियन्सको लागि बस्नेलाई बनाएको भन्छ होइन। यो ग्यालेरी बनाएको हुन्छ। त्यसमा यो सिमेन्ट चाहिँ तपाईँले देख्नुहुन्छ, यो चाहिँ मतलब चुला भत्केर अलिक लिप्छ नि त्यो टाइपको लिपेको छ। यो चाहिँ कतिको बजेटको थियो?
यो चाहिँ भन्छ कि अब कति 3 लाख कति 10 लाख टोटल चाहिँ 10 लाखको भन्छ त्यसमा सिमेन्टहरू पनि धेरै लागेको छैन कति मेटेरियल चाहिँ 3 लाखको भनेको होइन त्यसमा कति पनि लागेको छैन यसमा खर्च केही भएको छैन यसमा र त्यो पैसाहरू चाहिँ कहाँ गयो होइन यो गाउँमा चाहिँ उन्नति हुनुपर्ने अब ग्राउन्ड मात्रै भएर होइन सर होइन हामीलाई धेरै यहाँनिर हामीलाई जान्नु छ कि यस गाउँमा उन्नति आओस् होइन धेरै जस्तो बाटोहरू भयो होइन बाटो पनि धेरै साल भयो धेरै यसमा बाटोहरू आउन सकेको छैन अहिले पनि चिपिँदै हिँड्नुपर्छ होइन हजुरले यो ग्राउन्डको कुरा चाहिँ सुपरभाइजरसँग राख्नुभयो त हजुर हामीले धेरै कुरा गरिसकेको सर के हामीले भन्नुभयो त उहाँले भन्नुहुन्छ कि यो उहाँको पनि यस्तो जबरजस्ती छ कि यो गाउँमा कि अब मै बस्छु मै गर्छु मै खान्छु